So hi guys, good morning. Today is Sunday, 10th March, first day. यो चाहिँ मेरो गाउँ हो अनि हामी अर्ग्यानिक भन्ने गर्छौं है। अर्ग्यानिक इज कल्ड, यो चाहिँ हो तपाईको है अर्ग्यानिक बन्दाकोपी। हेर्न सक्नुहुन्छ मेरो यो दाजु ठुलो दाजुले रोप्नु भएको हो हाम्रो बारीको, घरको बारीको। यो हेर्नुहोस्, यसरी फार्मिङ गर्छौं। यसमा तपाईको फेरि कुनै यस्तो लाइक युरिया के यस्तो भन्छ नि केमिकल इज नट युज है। अन्त यहाँ चारको तपाईको हामी रायोको साग भन्ने गर्छौं है। डुकु छ यहाँ हो। हेर्नुहोस् यति मजाले घरमा खानु पाउँछौं। काम चाहिँ गर्नु पर्यो, मेहनत चाहिँ गर्यो भने पाउँछौं। अनि यी सबै कुरोबाट दिनेवाला है। यसको यहाँ फुलकोपीको छ, फुलकोपीको चाहिँ तपाईको फलेको थियो सक्यो। अन्त यी सबै कुरो चाहिँ यहाँबाट यो अर्ग्यानिक यसले तपाईको योबाट हाल्छौं है। मोल, प्योर मोल, नो केमिकल, नो युरिया एन्ड अल है। यहाँ मेरो दाजु शरणदास खाती भन्छ नि एउटा सेन्सामा, रिश्ते में तो बाप लगता है मगर नाम है सेन्सा भने जस्तो। हेर्दा चाहिँ तपाईहरुले साधारण एउटा पशुपालन भन्नु देख्नुहुन्छ, तर उहाँ पावर डिपार्टमेन्टको अफिसर हुनुहुन्छ। ठुलो चाहिँ तपाईको र्याङ्क त के पो भन्नु नि हो अलिकति। हजुर, इन्सपेक्टर के भन्छ? रेभिन्यू इन्सपेक्टर शरण खाती। तर लागेबमा हुनुहुन्छ, मेरो दाजु हुनुहुन्छ। मैले भन्नु चाहेको चाहिँ मान्छेले आफ्नो डेजिग्नेसन है, आफ्नो उयो मात्रै हेरेर हुँदैन। मैले अघि जति पनि अर्ग्यानिकहरु देखाए सबै कुरो यो गाईको मलबाट गर्नुभयो, तर गर्नेवाला चाहिँ म एक्लै हुनुहुन्छ। यसरी बिहानै उठेर गर्नुहुन्छ। थ्यांक यू सो मच गाइज, हैव अ गुड डे, नाइस डे।